जय मसीह। आज हामी एउटा यस्तो अद्भुत यात्राबारे कुरा गर्दैछौँ जुन ख्रिस्टमा नयाँ जीवनको यात्रा हो। अच्छा, यो यात्रा सुरु कहाँबाट हुन्छ? यसले हाम्रो पहिचानलाई कसरी बदलिदिन्छ अनि हाम्रो भविष्यका लागि यसले कस्तो आशा बोकेर ल्याउँछ? आउनुहोस्, हामी सँगै मिलेर बाइबलको गहिराईमा डुबुल्की मारौँ र यी प्रश्नहरूको जवाफ खोजौँ। साँच्चै यो विषय हाम्रो जीवनका सबैभन्दा आधारभूत र महत्त्वपूर्ण प्रश्नहरूसँग जोडिएको छ। ल, अब यसमा अझ गहिरिएर जाउँ है त। ल, अब सबैभन्दा पहिलो प्रश्नबाट सुरु गरौँ। आखिर हामीलाई मुक्तिको आवश्यकता नै किन पर्यो त? यसको जवाफ पाउन हामीले सबैभन्दा सुरुको बिन्दुमा फर्कनुपर्छ। त्यो हो परमेश्वर र मानिस बीचको सम्बन्धमा आएको त्यो दरार, त्यो टुटफुट। हेर्नुहोस्, यो पदले एउटा एकदमै गम्भीर सत्यलाई उजागर गर्छ। पाप भनेको कुनै एक दुईजनाको मात्र समस्या होइन। यो त हामी सबैको साझा वास्तविकता हो। अनि यही पापले नै हामी र परमेश्वरको बीचमा एउटा यस्तो गहिरो खाडल खनिदिएको छ जसले हामीलाई उहाँबाट टाढा बनाएको छ। अब पाप भनेको के हो त? यो केवल हामीले गर्ने केही गलत कामहरू मात्र होइन। यो त त्योभन्दा गहिरो कुरा हो। यो परमेश्वरको विरुद्धमा विद्रोह गर्ने हाम्रो स्वभावै हो। अनि बाइबलले एकदमै स्पष्टसँग भन्छ कि यो विद्रोहको ज्याला, यसको परिणाम भनेको आत्मिक मृत्यु हो, अर्थात् परमेश्वरबाट सधैँका लागि अलग हुनु। तर यहाँ एउटा एकदमै खुसीको खबर छ। कथा यहाँ सकिँदैन। जहाँ समस्या छ त्यहाँ परमेश्वरले एउटा अचम्मको समाधान पनि तयार पार्नु भएको छ। अब हेरौँ त्यो गहिरो खाडललाई पूर्णको लागि परमेश्वरको त्यो उत्तम योजना के थियो। यो पदमा लुकेको सत्यलाई एकछिन मनन गरौँ त। सोच्नुहोस् त, जो पूर्ण रूपमा निर्दोष धर्मी हुनुहुन्थ्यो, उहाँ हामी अधर्मीहरूको लागि मर्नुभयो। येशूले यो सब किन गर्नुभयो? उहाँको एउटै उद्देश्य थियो, हामीलाई फेरि परमेश्वरको नजिक ल्याउनु, त्यो टुटेको सम्बन्धलाई जोड्नु। यसलाई अझै सरल भाषामा भन्नुपर्दा येशूले हाम्रो ठाउँ लिनुभयो, हाम्रो सजाय उहाँले भोग्नुभयो। बाइबलले त यहाँसम्म भन्छ कि उहाँ हाम्रो निम्ति श्राप बन्नुभयो ताकि हामी त्यो श्रापबाट सधैँका लागि छुटकारा पाउन सकौँ। कस्तो अचम्मको प्रेम! ठिक छ, परमेश्वरले यस्तो महान समाधान त दिनुभयो, तर प्रश्न यो हो, हामीले यो मुक्ति कसरी पाउने त? के धेरै असल कामहरू गरेर, कुनै रीतिरिवाज पूरा गरेर? बाइबलको जवाफ एकदमै स्पष्ट छ। यो त केवल विश्वासद्वारा सित्तैमा पाइने उपहार हो। यो पदले त सबै कुरा पानी जस्तै छर्लङ्ग बनाइदिन्छ होइन त? मुक्ति भनेको परमेश्वरको अनुग्रहले दिएको एउटा सित्तैको वरदान हो। यो हामीले राम्रो काम गरेर कमाएको तलब जस्तो बिल्कुल होइन। यदि कमाउन सकिने भइदिएको भए त हामी घमण्ड गर्थ्यौँ होला। तर यो त केवल विश्वासद्वारा हात थापेर लिने कुरा हो, ताकि साराको सारा महिमा परमेश्वरलाई मात्र होस्। अब यहाँ एउटा महत्त्वपूर्ण बहस उठ्ने गर्छ। के मुक्ति पाउन केवल विश्वास गरे मात्र पुग्छ कि अरू केही संस्कारहरू पनि आवश्यक छन्? बाइबलका थुप्रै पदहरूले, जस्तै यूहन्ना 3:16 या रोमी 10:9ले विश्वासलाई नै केन्द्रमा राख्छन्। तर केही धार्मिक परम्पराहरूले चाहिँ बप्तिस्मा जस्ता संस्कारहरूलाई पनि मुक्तिको लागि अनिवार्य ठान्छन्। यस विषयमा सबैभन्दा स्पष्ट उदाहरण सायद क्रुसमा टाङ्गिएको त्यो डाकुको कथा हो। सोच्नुहोस् त, उसले बप्तिस्मा लिएको थिएन, तर येशूले उसलाई त्यही दिन स्वर्गको प्रतिज्ञा गर्नुभयो। यसले के देखाउँछ भने बप्तिस्मा मुक्ति पाउने शर्त होइन, बरु यो त मुक्ति पाइसकेपछि परमेश्वरप्रतिको आज्ञाकारिता र आफ्नो विश्वासलाई सार्वजनिक रूपमा स्वीकार गर्ने एउटा सुन्दर कदम हो। ल, जब हामी ख्रिस्टमा विश्वास गर्छौँ तब के हुन्छ? हाम्रो पाप मात्रै क्षमा हुने होइन, हाम्रो सम्पूर्ण पहिचानै बदलिन्छ। हामी एउटा नयाँ सृष्टि बन्छौँ। त्यसो भए यो नयाँ पहिचान, यो नयाँ गन्तव्य आखिर के हो त? धर्मपुत्र पुत्री बनाइनु, यो शब्द आफैमा कति शक्तिशाली छ। एकछिन कल्पना गर्नुहोस् त, जसरी कुनै परिवारले एउटा टुरो बच्चालाई अपनाएर आफ्नो नाम, आफ्नो प्रेम, आफ्नो सबै कुरा दिन्छ, ठिक त्यसरी नै परमेश्वरले हामीलाई येशू ख्रिस्टद्वारा आफ्नो परिवारमा स्वागत गर्नुहुन्छ। अब हामी पराई होइनौँ, हामी उहाँका आफ्नै छोराछोरी हौँ। अनि परमेश्वरको परिवारको सदस्य हुनुको अर्थ के हो? यसका फाइदाहरू त अनगिन्ती छन्। पहिलो, हामीले एउटा नयाँ पहिचान पाउँछौँ, परमेश्वरको सन्तान। दोस्रो, हामीले मण्डलीको रूपमा एउटा मायालु परिवार पाउँछौँ। अनि तेस्रो
र सबैभन्दा अचम्मको कुरा, हामी ख्रिस्टसँगै स्वर्गीय उत्तराधिकारको हकदार बन्छौँ। जुन क्षण हामीले येशूमा विश्वास गर्छौँ त्यही क्षणदेखि हाम्रो जीवनमा एउटा चमत्कारिक रूपान्तरण सुरु हुन्छ। हाम्रा सारा पापहरू क्षमा हुन्छन्। पवित्र आत्मा आफै आएर हामीभित्र बास गर्नुहुन्छ। हामी साँच्चीकै नयाँ सृष्टि बन्छौँ र अब हामीमाथि कुनै दोष वा निन्दा रहँदैन। तर मनमा एउटा प्रश्न आउन सक्छ, के यो नयाँ जीवन अस्थायी हो? के हामीले यसलाई फेरि गुमाउन सक्छौँ? बाइबलको जवाफ एकदमै प्रष्ट र सान्त्वनादायी छ। सक्दैनौँ। यो जीवन एउटा यस्तो ग्यारेन्टीको साथ आउँछ जुन कहिल्यै टुट्न सक्दैन। आउनुहोस् हाम्रो मुक्तिको यो अटल सुरक्षाबारे अझै बुझौँ। येशूले भन्नुभएको यो कुरालाई ध्यान दिएर सुनौ त। उहाँले अनन्त जीवन पाउनेछ भन्नु भएन, उहाँले भन्नुभयो उसित अनन्त जीवन छ। देख्नुभयो, यो भविष्यमा पाउने कुरा मात्र होइन, यो त विश्वास गर्ने क्षणदेखि नै हाम्रो भइसक्छ। यो आजको यही क्षणको वास्तविकता हो। साँच्चै यो एउटै पदभित्र तीनवटा शक्तिशाली ग्यारेन्टी लुकेका छन्। पहिलो, हामीसँग अहिले नै अनन्त जीवन छ। दोस्रो, भविष्यमा हामी परमेश्वरको न्याय वा दण्डमा पर्ने छैनौँ। अनि तेस्रो, हाम्रो विगत बदलिसकेको छ, हामी मृत्युबाट जीवनमा पार भइसकेका छौँ। अनि यो आश्वासनलाई रोमीको पुस्तक अध्याय 8ले त झनै बलियो बनाउँछ। त्यहाँ लेखिएको छ कि संसारको कुनै पनि कुराले, न मृत्यु, न जीवन, न स्वर्गदूतहरू, न वर्तमान, न भविष्य, केहीले पनि हामीलाई ख्रिस्ट येशूमा भएको परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन। यो त पूर्ण र स्थायी सुरक्षा हो। अब अन्त्यमा एउटा प्रश्न आफैलाई सोधौँ। पापबाट पूर्ण क्षमा, परमेश्वरको परिवारको सदस्यको रूपमा एउटा नयाँ पहिचान अनि कहिल्यै नखोसिने अनन्त जीवनको यो प्रतिज्ञा, यी सबै कुराले व्यक्तिगत रूपमा हाम्रो जीवनमा के अर्थ राख्छ? यो महान सत्यलाई केवल जानकारीको रूपमा मात्र नभई हृदयबाटै अनुभव गर्नु नै यो यात्राको सबैभन्दा सुन्दर गन्तव्य हो।